म चन्द्रिका। मेरो जीवनको आत्मकथा। म जब आमाको पेटमा थिएँ तब लाग्थ्यो संसार बाहिर निस्किएपछि त संसार एकदमै उज्यालो होला, तर सबै मन भरम मात्र रहेछ। म जब आमाको पेटबाट जब बाहिर आएँ, मलाई अबोधमै मेरो आमाको मुखबाट एउटा आवाज सुनियो, छोरी तैँले पनि मैले झैँ दुःख पाउने भइस्। जब आमाको मुखबाट त्यो आवाज सुने मलाई झन झन दुःख लाग्यो। म धेरै सानो भएकोले म हिँड्न सक्थिनँ, तर तोते बोलीमै सबै बुझ्थेँ। यसै गरी मेरो दिन प्रतिदिन म बढ्ने क्रमसँगै दिन पनि बित्दै गएको थियो। म जन्मेपछि म पछि दुईटा भाइको पनि जन्म भयो। म जम्मा 9 वर्षकी थिएँ। मलाई घरमा बिहेको लागि माग्न आए। त्यो जमानामा जति सानैमा बिहे गरेर दियो उति नै धर्म मिल्छ भन्ने रीतिरिवाज थियो। त्यसैले मेरो बिहे गरिदिनु भयो। मेरो बाबा आमाले अर्काको घर गएँ। धेरै सानी थिएँ मलाई केही पनि थाहा थिएन। त्यो बेलामा मेरो सासू आमाले मलाई धेरै माया गर्नुभयो। काम त जति माया गरे पनि गर्नु पर्थ्यो। मैले त्यो पहाडको उकालो ओह्रालो गर्दै त्यति सानो उमेरमा पनि मैले पानी बोक्थेँ। गैरी खेतमा छेउमा एउटा पँधेरो थियो। म त्यहाँबाट पानी बोक्ने गर्थेँ। पानी उचाल्न नसकेर म रुन्थेँ र म जस्तै साथीहरूले भन्थे, हेर है चन्द्रिका, भिरबाट लड्लिस्। पानीसँगै मलाई धेरै डर लाग्थ्यो उनीहरूको कुरा सुन्दा। म भित्रभित्र धेरै डराउँथेँ। म यसै गरी मेरो पतिको घरमा काम गर्दै 9 वर्षको उमेरमै जिम्मेवारी भएर मेरो हरेक दिन बित्यो। म 14 वर्षकी भएँ। 14 वर्षको उमेर हुँदा मेरो सासू आमा मेरो कर्म दिने आमाको स्वर्गीय बास भयो। उहाँ मलाई बालकैमा छोडेर जानुभयो। अब म मेरो पति मात्र भयौँ। एउटी दिदी हुनुहुन्थ्यो, उहाँ पनि सानैमा बिहे भएको रहेछ। मैले त देख्न पनि पाएकी छैन। अब हरेक रात मेरो लागि एकदमै अँध्यारो सङ्घर्षका रात थिए। उहाँ पनि अनजान, म पनि अनजान, केही थाहा थिएन। अब पनि आमाले सिकाएझै काम गर्न सिकिसकेकी थिएँ। यसै गरी घरको काम जिम्मेवारीले मलाई यति सानो उमेरमै एकदमै धसाएको थियो, एकदमै जिम्मेवारी बनाएको थियो। म यसै गरी 15 वर्षकी भएँ। मेरो पेटमा पनि केही चलेझै लाग्यो मलाई। पछि थाहा भयो म आमा बन्ने क्रममा रहेछु। मलाई त केही थाहा थिएन। पकाउन पनि कति समय लाग्ने, सबै काम गर्दा आफूले खाना पकाएर खान पनि समय नमिल्ने। उहाँ पनि मलाई 15 वर्षकी बालिकालाई छोडेर दिल्ली जानुभयो। अब त म एक्लै छु। हरेक रात अँध्यारो लाग्थ्यो। म एक दिन पानी लिन पँधेरोमा जाँदा म भिरबाट लडेँ। धन्न त्यहाँ एउटा रुख रहेछ, थोरै डिस्को पनि थियो। त्यही भएर म बाँच्न सफल भएँ। तर मेरो पेटको बच्चा भने रहेन। रगतको धारा हुँदै म घर गएँ। कोही थिएन सिकाउने। मेरो शरीर सानैमा एकदमै बर्बाद हुँदै गयो। त्यही पनि म हिम्मत भने हारिनँ। सबैले घर, ए ठुली के गरिछौ, कहिले हो ठुली आउने भनेर सोध्थे। मैले उहाँलाई आजसम्म राम्रोसँग देखेकी पनि छैन। हरेक रात मेरो शरीर दुख्ने, रगत बग्ने गरेर दिन रात बित्दै गयो। उहाँ पनि घर आउनुभयो अनि फेरि जानुभयो 22 दिन बसेर। उहाँ गएपछि मेरो पेटमा बच्चा बस्यो, तर त्यो बच्चा पनि रहेन। यसै गरी 3वटा बच्चा खेर गयो। शरीर थलियो मेरो। त्यसै गरी हरेक वर्ष बित्यो। म 19 वर्षकी भएँ। मेरो पेटमा फेरि पनि बच्चा बस्यो। छोरी पाएँ। 9 महिनासम्म धेरै दुःख सङ्घर्ष सहेर भोगेर छोरी पाएँ। तर मैले यो आमाले झैँ भनिनँ। मेरो आमाले चाहिँ मैले भनिनँ, बरु मैले आशीर्वाद दिएँ छोरीलाई। यसै गरी मेरो सन्तान 4वटा भए। मेरो उमेर पनि बढ्दै गएको थियो। सोच्नुहोस्, पुरानो जमानामा पाउनुहुन्न भन्ने थाहा थिएन र रोक्ने कसरी त्यो पनि थाहा थिएन। कति दुःख सहन पर्यो होला, कति दुःख काटेँ होला मैले, कति रात मर्ने कोसिस गरेँ होला मैले। सोच्नुहोस्, मेरो सपना त सपना मात्रै थिए, देख्न नपाउँदै टुटेको थियो। म कति अभागी रहेछु। भगवान मेरो भाग्यमा केवल दुःख मात्रै रहेछ भन्दै म हरेक रात रोएर सुत्थेँ। घर पनि केटाकेटी छन्, कसरी यिनीहरूको जिन्दगी बनाउने, कहाँ लाने, पहाडको बाटो
ठाउँ हिँडुल गर्न पनि निकै गाह्रो। बच्चाहरूलाई कसरी होला उज्यालो भविष्य बनाइदिने। मलाई दिनरात यो कुराले पोलेको थियो। मेरो पति फेरि पनि आउनुभयो। उहाँले अब पहाड नबस्ने निधो गर्नुभयो। हामी मधेस छर्यौँ, त्यहाँ घर किन्यौँ। त्यो बेलामा कमाइ थियो। उहाँले कमाइको पैसाले चाहिँ हामीले घर किन्यौँ। लेखपढ गर्न नजान्ने हामीलाई धेरै नै ठगे। यसै गरी हामी त्यो घरबाट आइयो। त्यहाँ पनि फेरि यसै गरी हामी त्यो घरबाट मधेस झर्यौँ। त्यहाँ गइसकेपछि पनि हामीले 3वटा बच्चा जन्माइयो। अब त हाम्रो 7वटा बच्चा पुगे। त्यसपछि त्यहाँ मधेसमा पुगेपछि बल्ल थाहा भयो बच्चा पाउने रोकिने अपरेसन गरेर। अब बल्ल मलाई ढुक्क भयो। अब बच्चा पाउन परेन। हरेक रात यहाँ पनि मैले कति दुःख गरेँ। भोलिको काम आजै गरेर सुत्नु पर्थ्यो। घरभरि बच्चा छन्। रातको 12 बजेसम्म कपडा धुन्थेँ अनि रातभरि उहाँहरूलाई निदाउन हाल्न बिहान हुन्थ्यो। कति दुःख गरेँ भन्ने कुरा त बयान गर्न सक्दिनँ म। मेरो मात्र बच्चा हो जस्तो गरेर बच्चाहरूलाई हुर्काएँ मैले। उहाँ अहिले घर आउन छोड्नुभयो। नआएको पनि 4 वर्ष भयो। उहाँलाई पनि जिम्मेवारी बढ्यो नि त। अब त्यसैले गर्दा कमाउन पर्यो। आउन छोड्नुभयो। एक दिन उहाँको चिठी आयो, म आउँदैछु भनेर। उहाँ आउने कुराले म खुसी थिएँ। उहाँ आउनुभयो अनि सबै बच्चालाई पढाउन भनेर नाम लेखाइदिन भर्ना गर्न स्कुलमा लानुभयो। म पनि सँगै गएँ। उहाँले बच्चालाई स्कुल लेखाइदिनु भयो। सबै बच्चाहरू पढाइमा धेरै नम्बर ल्याउन थाले। म जति दुःख गरे पनि बच्चाको कारण खुसी थिएँ। मेरो शरीर भने अब निकै थाकिसकेको थियो। भिरबाट लडेको भएर होला दुःखै आजसम्म पनि चसक्क चस्किन्छ। मेरो बच्चाहरूले घर सम्हाल्थे। म मेलामा जान्थेँ पर्म लगाउन। खेत त गर्नै पर्यो नि, नगरी भएन। म आउँदा छोरीहरूले खाना पकाएर राख्थे। आउने बित्तिकै पानी दिन्थे। बिचारा जति धेरै छोरी भए पनि मलाई दुःख भने दिएनन्। यसै गरी जेठी छोरीको पनि बिहे भयो। माइली छोरी विदेश गइन्। अब घरमा 2 छोरा र 3 गोटी छोरी थिए। छोरीलाई दिएपछि उनी अर्काको घर गइन्। सासू निकै कडा रहेछन्। जेठी छोरीले हामीले अर्काको घरमा दियौँ। उनी बिहे गरेर गएपछि उनकी घरकी सासू निकै कडा रहेछ। खाना पनि नदिने, गाली गरिरहने। जेठी छोरीले धेरै दुःख पाइन्। म झन्झन रुन थालेँ। हरेक दिन हे भगवान्, यो के परीक्षा लिनुभएको? किन यस्तो ममाथि किन अन्याय? मैले त दुःख पाएँ। मेरो बच्चालाई पनि किन दुःख दिनुभएको भनेर भक्कानो छुटो। रातभरि रुन्थेँ म। पीडा भने उस्तै थियो। माइली छोरीको खबर भने विदेशबाट आएको थिएन। छोरीको खबर नआउँदा म माइती नेपालमा गएर खबर दिएँ। गाउँकी चेलीले लगेको भएर चिठी भने झट्टै आयो। अब भाग 2 आउँदैछ। हेर्न नभुल्नुहोला।